युरोपको कुनै पनि कन्ट्रीबाट तपाईले वर्क परमिट प्राप्त गरिसक्नुभयो। अब तपाईले VFS, BLS वा MBC मा भिजा सबमिसन गर्दै हुनुहुन्छ भने आजको भिडियो स्पेशली तपाईहरुका लागि। यदि तपाईको पहिले युरोपको कुनै कन्ट्रीबाट भिजा रिफ्युज भएको थियो अथवा भिजा लागेको थिएन भने अहिले जुन कन्ट्री अप्लाई गर्दै हुनुहुन्छ त्यो कन्ट्री अप्लाई गर्दा जुन भिजा एप्लिकेसन फर्म हुन्छ त्यसमा चाहिँ प्रिभियस रिफ्युजल भन्ने जुन सेक्सन हुन्छ त्यो सेक्सनमा कन्ट्रीको नाम र डेट चाहिँ सही रूपमा खुलाउनु पर्ने हुन्छ। तपाईले रिफ्युजल लेखे फेरि भिजा लाग्दैन भनेर त्यो फर्ममा नो भनेर टिक लगाएर लुकाउने काम चाहिँ नगर्नु होला, किनकि प्रिभियस भिजा हिस्टोरी र फर्मको इन्फर्मेसन मिसम्याच भयो भने तपाईको भिजा नलाग्न सक्ने चान्सेस बढेर जान्छ। र याद राख्नुहोस्, पहिले रिफ्युज भएको भन्दैमा अहिले अटोमेटिकल्ली रिफ्युज हुन्छ भन्ने चाहिँ हुँदैन। त्यसैले फर्म भर्दा चाहिँ सही इन्फर्मेसन दिनु होला। भिजा फर्म वा डकुमेन्ट चेकिङ सपोर्ट चाहिएको छ भने सजिलो सोलुसन नेपाल प्राइभेट लिमिटेडलाई आजै सम्पर्क गर्नुहोला। हस्त, धन्यवाद।